धेरैजनाबाट हामीलाई कस्तो खालको क्वेरी आएको छ भन्दाखेरि चाहिँ हजुरहरूले सुरु गर्नुभएको रोबो आरम्भले के काम गर्छ भन्ने खालको कन्सर्न्सहरू रेज गर्नुभएको छ। त्यसको लागि चाहिँ हामीले प्रिभियसली पनि रोबो आरम्भ के हो भन्ने कुरा भनेका छौँ। बच्चाको क्रिएटिभिटी, इनोभेसन्स र प्रब्लम सल्भिङमा चाहिँ प्रोजेक्ट बेस्ड लर्निङ इन्टिग्रेट गरेर मेजर रोबोटिक्स र तपाईँको एआई जस्ता प्रविधिहरूलाई जोडेर चाहिँ बच्चालाई रियल लर्निङसँग कनेक्ट गर्ने काम चाहिँ रोबो आरम्भले गर्छ। त्यसको लागि रोबो आरम्भसँग 4वटा डिफ्रेन्ट मोडल अफ सर्भिसहरू छ। एउटा मोडल भनेको चाहिँ हाम्रो ट्युटरहरू विद्यालयमै जानुहुन्छ, विद्यालयमा गएर विद्यार्थीहरूसँगै बसेर चाहिँ उहाँहरूको समस्यासँग, उहाँहरूको कम्युनिटीको समस्यासँग, उहाँहरूको बुकमा भएको प्रब्लमलाई चाहिँ प्रोजेक्टसँग रोबोटिक्सको थ्रुबाट सोलुसन दिने काम गर्नुहुन्छ पहिलो काम चाहिँ। दोस्रो काम चाहिँ विद्यालयमा अब विभिन्न किसिमका ल्याबोरेटोरिजहरूको निड हुनसक्छ, रोबोटिक्स ल्याब बनाउने कुराहरूको निड हुनसक्छ, यस्तो खालको इक्विपमेन्ट्सहरू सेटअप गर्नुपर्ने कुराहरू हुनसक्छ। त्यस्तो कुराको लागि पनि हाम्रो रोबो आरम्भले चाहिँ ल्याब सेटअप गर्ने काम, इक्विपमेन्ट्सहरू चाहिँ त्यहाँनिर कस्ता चाहिन्छ भनेर एसेस गरिदिएर स्कुल्सलाई चाहिँ सपोर्ट गर्ने कामको लागि पनि काम गर्छ। तेस्रो भनेको अब टिचर्स पनि डिजिटल्ली अवेर हुनपर्छ भन्ने हिसाबले चाहिँ टिचर्सलाई पनि त्यो लेभलको 21st सेन्चुरीको डिजिटल स्किल्ससँग, एआईसँग, रोबोटिक्ससँग ट्रेन गर्ने, उहाँहरूलाई पनि अवेर गर्ने कामको लागि सपोर्ट गर्छ। चौथो काम भनेको चाहिँ कम्युनिटीसँग क्लोजली बसेर चाहिँ रोबोटिक्सलाई कसरी कम्युनिटीको प्रब्लम सल्भिङको लागि अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले काम गर्दै अगाडि बढ्ने सोच चाहिँ रोबो आरम्भको छ। त्यसैले सबैलाई हार्दिक स्वागत छ रोबो आरम्भ हाम्रो रोबोटिक्स स्कुलमा। धन्यवाद।